त्यति कमिटमेन्ट हामीले गर्नुपर्ने हुन्छ। हिजो हामीले दोष लगाउने कयौँ मान्छेहरू थिए, कयौँ नेताहरू थिए जसलाई दोष लगाउँदा नि हुन्थ्यो। दोषको चाङमा उभिएर आफूलाई अग्लो देखाउन हामी सक्थ्यौँ। आज कसलाई दोष देखाउने? हामीले दोष देखाउनु पर्ने कुरा छैन। अब यो 35 वर्षको हिसाबको कुरा गर्ने होइन साथी हो, 35 वर्षको योजना ल्याउनुहोस्। अबको 35 वर्ष, अब बितेको 35 वर्षको लागि उहाँहरूलाई कचकच गर्ने ठाउँमा हामी छैनौँ। जति सके गरे, धन्यवाद। अबको 35 वर्ष कस्तो बनाउने यो त हाम्रै हातमा छ नि। त्यसकारणले अब बितेका 35 वर्षको देशमा इन्स्टिट्युसनहरू छन्, ती इन्स्टिट्युसनहरूले आफ्नो काम गर्छन्। तर अब आउने 35 वर्ष यो देशलाई कहाँ लिएर जाने? अबको हाम्रो शिक्षा र स्वास्थ्य नीति के हो? आम नागरिकले हाम्रो नेतृत्वमा के पाउँदैछन्? हाम्रो विकास नीति के हो? हाम्रो वैदेशिक नीति के हो? हाम्रो नीतिका कारण हामी कहाँ पुर्याउँदैछौँ देशलाई? हाम्रो अर्थतन्त्रले कुन आकार ग्रहण गर्दैछ? हाम्रो सामाजिक लोकतन्त्रको अभ्यासबाट हामी कुन कुन उपलब्धि हासिल गर्न खोज्दैछौँ? हाम्रो ध्यान, हाम्रो समय त्यहाँ जानुपर्दछ। यो प्रशिक्षणमा तपाईँहरूलाई राजनीतिक रूपमा विभिन्न कुराहरू तपाईँहरूले प्राप्त गर्नुभयो होला। म त जहिले पनि तपाईँहरूलाई खालि एउटा प्रतिबद्धताको मात्र अपेक्षा गरेर कुराकानी गर्छु। कहिलेकाहीँ हुँदै जाँदाखेरि म तपाईँहरूलाई बोरिङ सुनिन पनि सक्छु। जब धेरै चिन्ता लाग्छ, चिन्ता लागेपछि साथीहरूलाई सम्झाउन, बुझाउन, अलिकति ओरिएन्टेसन जस्तो कुराकानी गर्न, राजनीतिक भन्दा पनि बढी अलिक फरक तरिकाले प्रस्तुत हुन मन लाग्दो रहेछ। ठुलो एउटा घरमा चौथो पाँचौँ तला बुढो मान्छे बसेको हुन्छ। मैले एकपल्ट टेलिभिजनमा भनेको कुरा सम्झिएँ। त्यो पाँचौँ तलामाथि बसेको हुन्छ। राति बल्ब बलेको हुन्छ। त्यो बुढो मान्छे त्यो 5 तला तल ओर्लिएर तल गएर सानो एउटा बल्ब निभाएर गएर सुत्छ। त्यो बल्बले कति नै पैसा खर्च हुने होला? त्यसमाथि 5औँ तलाको घर भएको सम्पन्न बुढो मान्छे, त्यसलाई के नै फरक पर्ने होला र? तर त्यो त जिम्मेवारी हो, त्यो त अभिभावकत्व हो। त्यति राति 5 तला ओर्लिएर एउटा बल्ब भए पनि निभाएर जाउँ, यति भए पनि पैसा चुहावट नहोस् भन्ने कुराको सोच आउनु भनेको त्यो जिम्मेवारी हो। मलाई कता कता त्यही जिम्मेवारी महसुस भएर बेला बेलामा तपाईँहरूलाई झर्को लाग्ने गरी प्रवचन दिए चाहिँ यसै गरी भनिरहन्छु, बताइरहन्छु। देशको सबैभन्दा शक्तिशाली राजनीतिक दलको सबैभन्दा ठुलो नेता भनेको देशको सबैभन्दा जिम्मेवार मान्छे हो। त्यो जिम्मेवारीको महसुस मलाई छ। त्यही महसुस भएको जिम्मेवारी तपाईँहरूसँग बाँड्न पाइयो र त्यो जिम्मेवारीको बाँडफाँड राम्रोसँग अच्छासँग गऱ्यौँ भने हामी बलियो बन्छौँ। यही बाँड्ने त हो नि हामीले। केही जिम्मेवारी तपाईँले भोग्ने, केही जिम्मेवारी अर्कोले भोग्ने। यसरी अगाडि बढ्यौँ भने हामी साँच्चै नै एउटा बलियो पार्टी बन्छौँ। सबैले आशंकाका दृष्टिकोणले हेरेका छौँ। एकैचोटि सम्झिहेर्नुहोस् त, हामी 182 जना छौँ। म यहाँ उभिएर तपाईँलाई भन्न सक्छु कि मेरा कारणले तपाईँहरूको शिर झुक्दैन। म ग्यारेन्टीका साथ, म प्रतिबद्धताका साथ भन्न सक्छु। मेरो कारणले अनजानमा मबाट कुनै गल्ती कमजोरी भएछन् भने म राजनीतिक रूपमा त्यसलाई सच्याउने, त्यसबाट क्षमा याचना गर्ने र पुनः तपाईँहरूको शिर फेरि पनि उठाउने, जमर्को गर्ने प्रतिबद्धता व्यक्त गर्न सक्छु। लडिएछ भने फेरि उठेर दौडने पनि प्रतिबद्धता गर्न सक्छु। त्यही प्रतिबद्धता तपाईँहरू सबैले गर्नुपर्छ र मलाई तपाईँहरूले भन्नुपर्छ ढुक्क हुने गरी कि भन्नुहोस् कि सभापतिज्यू मेरा कारणले पार्टीको शिर झुक्दैन, म ढुक्क हुनुहोस्, ग्यारेन्टी गर्छु, तपाईँहरूले भन्नुपर्छ। मैले बारम्बार भन्दै आएको कुरा फेरि पनि जोड्न चाहन्छु साथी हो। विभिन्न सेक्टरहरूमा हामीले काम गर्नुपर्नेछ। मुलुकमा यो हरेक क्षेत्रका मानिसहरूले अहिले राजनीतिमा प्रवेश गरेको भएर होला नेपालको पार्लियामेन्ट, सरकार, मन्त्रीहरू सबैप्रति सबैको ध्यान गएको छ, आँखा गएको छ, बडो ध्यान दिएका छन्। हरेक क्षेत्रका मानिसहरूको आगमन राजनीतिमा भएको हुनाले यस्तो लागिरहेको छ देशमा राजनीति बाहेक केही पनि चलेको छैन जस्तो लागिरहेको छ। सायद होला पनि। मोडल, कलाकार, वैज्ञानिक, प्रोफेसर, खेलाडी, व्यापार व्यवसाय क्षेत्रका उद्यमी, जर्नलिस्ट, हेर्नुहोस् त हरेक क्षेत्रका मानिसहरू आएपछि सबैको ध्यान यहाँ गएको छ। यतिका धेरै मान्छेहरू जम्मा भएका हुनाले हर क्षेत्र यसैमा हेरिरहेको छ। तपाईँ जहाँसुकै हेर्नुहोस् अन्य गतिविधिहरू कम भए जस्तो हामीलाई लागिरहेको छ।
जब सिङ्गो देशको ध्यान राजनीतिमा छ र विभिन्न पेसा र व्यवसाय गरेका मानिसहरू राजनीति संलग्न भनेर आएका छन् भने इतिहासमा योभन्दा बढी जिम्मेवार हुने समय कहिले पनि हुँदैन। प्रिय साथीहरू, म तपाईँलाई पढाउन र तपाईँहरूलाई सिकाउन भन्दा पनि तपाईँहरूसँग यही एउटा कुरा माग्नका लागि उपस्थित भएको छु कि इतिहासले हामीलाई दिएको यो जिम्मेवारी, यहाँबाट हामी कतै विचलित त हुन्नौँ। जानेर वा नजानेर, जानेर वा नजानेर झुकिएर पनि हामीबाट भएका क्रियाकलापले गर्दा यो देशको लोकतन्त्र कमजोर नबनोस्, यो हाम्रो पहिलो जिम्मेवारी हो। आज विभिन्न संस्थाहरू डराएका छन्। इन्स्टिट्युसन्सहरू भत्किए भने लोकतन्त्र भत्कन्छ। एकैपटक गर्लाम गुर्लममै जाने त्यस्तो कमजोर घर होइन लोकतन्त्र। हिजोका शहीदहरूले बलिदानी दिएका छन्, हिजोका राजनीतिक दलहरूले जेल नेल भोगेर यसलाई बलियो बनाएका छन्। बिल्कुल बलियो छ यो कमजोर छैन। कमजोर हुँदो हो त धेरै अगाडि ढलिसक्थ्यो। यसलाई बलियो बनाएका छन्। उनीहरू भन्न सक्छन् भोलि हामीलाई, हामीले कति बलियो बनाएर तिमीहरूलाई दिएका थियौँ, बलियो थियो तिमीहरूले हामीलाई लिएर गएका थियौ। सुशासनको कुरामा न हामी चुकेका थियौँ, बाँकी राजनीतिक हिसाबमा त हामी बलियो थियौँ। हामीले बलियो बनाएको लोकतन्त्र तिमीहरूले लिएर लग्यौ, जनताले तिमीहरूलाई जिताए, तर तिमीहरूको हातमा परेपछि लोकतन्त्र किन कमजोर भयो भनेर हामीलाई सोधे भने हामीसँग जवाफ हुने छैन। हामी त्यो मोडमा जानेवाला छैनौँ। हामी हाम्रो इतिहास त्यसरी लेख्ने पुस्ता होइनौँ। त्यसैले हामीले अत्यन्त जिम्मेवार भएर काम गर्नुपर्नेछ। प्रिय साथीहरू, राजनीति हामीले किन चुन्यौँ? हाम्रा सबैका आफ्ना कारणहरू होलान्। एउटाको कारणसँग अर्कोको कारण नमिल्न पनि सक्छौँ, तर आउन त हामी एकै ठाउँमा आइपुगेका छौँ। यो मौकालाई, इतिहासले दिएको महत्त्वपूर्ण मौका सम्झिएर हामीले हाम्रो काम अगाडि बढाउनु पर्नेछ। हाम्रा क्रियाकलापहरूमा, हाम्रा गतिविधिहरूले, हाम्रा अभिव्यक्तिहरूले कुनै पनि कुराले लोकतन्त्रलाई कमजोर बनाउने काम नगरोस्। म यहाँहरूसँग अनुरोध गर्न आएको छु। आफ्नै परिवारभित्र पनि कहिलेकाहीँ अनुरोध गर्नुपर्छ। आफ्नै परिवारका साथीहरू पनि मिलाउनुपर्छ। आफ्नै परिवारका साथीहरूलाई पनि सम्झाउनुपर्छ, बुझाउनुपर्छ। यसको अर्थ म तपाईँहरूसँग असन्तुष्ट छैन। म तपाईँहरूप्रति गर्व गर्दछु कि म त्यस्तो पार्टीको सभापति हुँ जसमा 101 होनहार युवाहरू जोडिएका छन्। म गर्वका साथ भन्न सक्दछु, जहाँ पनि भन्न सक्दछु। तर थोरै चिन्ता त लाग्ने रहेछ। जिम्मेवार भएपछि थोरै चिन्ता लाग्ने रहेछ। त्यो चिन्ता मैले तपाईँहरूसँग व्यक्त नगरेर कहाँ व्यक्त गरौँ? यो मेरो असन्तुष्टि होइन, यो मेरो असन्तुष्टि बिल्कुल होइन। यो थोरै चिन्ता हो। त्यो चिन्ताको निवारण गर्ने जिम्मा तपाईँ हाम्रो हो। अब स्थानीय निर्वाचन आउँदैछ। स्थानीय निर्वाचनभन्दा अगाडि हामीले म त रासोपाको केन्द्रीय सदस्य हुँ या म त रासोपाको सांसद हुँ भनेर केन्द्रमै अल्मलिएर विभिन्न ठाउँहरूको अन्तर्वार्ता या छलफलहरूमा अल्मलिएर होइन, गाउँ गाउँ, दूर दराज, टोल टोल, बस्ती बस्तीमा पुगेर बताउनु पर्नेछ कि हामीले के काम गरिरहेका छौँ र के गर्दैछौँ। यो हाम्रो जिम्मेवारी हो। अनि मात्र हामीले पार्टीलाई बलियो बनाउन सक्दछौँ। स्थानीय सरकारमा हामीले बलियो उपस्थिति बनाउन सकेनौँ भने धेरै कुरामा हामी पछि पर्न सक्छौँ। म फेरि पनि भन्छु, अहिले सरकार मात्र बलियो छैन, प्रतिपक्षी झन बलियो छ। बलियो प्रतिपक्षलाई राजनीतिक ढङ्गले हामीले तय गर्न सकेनौँ, राजनीतिक तवरले हामीले काम गर्न सकेनौँ भने यसले अर्कै ठाउँमा लिएर जान्छ। र यसपटक पनि मुलुकले वर्षौँदेखि देखेको सपना पुरा गर्न सकेन भने मुलुक एउटा निराशामा प्रवेश हुन्छ। हामी त्यो चरणमा पुगेका छैनौँ, बिल्कुल पुगेका छैनौँ। मैले गर्वका साथ भन्दै आएको छु, सरकारका काम कारबाही गतिविधिहरूमा कहिलेकाहीँ कुनै निर्णयहरू विवादित हुन्छन्, कुनै निर्णयहरू असाध्यै धेरै आम नागरिकको वाहवाही पाउने खालका हुन्छन्। महत्त्वपूर्ण कुरा सरकारको नियत हो, सरकारले लिने नीति हो, त्यसमा केही पनि समस्या छैन, भइरहन्छन्। तर सुशासनको मुद्दा उठाएको रासोपा सरकारले आज कुनै एक ठाउँमा अनियमितता गरेको प्रश्न उठेको छैन। यो सबैभन्दा ठुलो कुरा हो। आज हामीलाई कसैले भन्न सक्दैन, आज तिमीहरूले भ्रष्टाचार गर्यौ, तिमीहरूको यो काण्ड भयो, तिमीहरूले यहाँ अनियमितता गर्यौ भनेर एकजनाले पनि भन्न सकेका छैनन्। बस यो चिज हाम्रो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यतिले पर्याप्त हुँदैन।
र सबै कामहरू सरकारको पहिलो वर्षमा देखिने खालका पनि हुँदैनन्। जग हाल्ने बेला भएको हुनाले जग हाल्दा त्यो स्ट्रक्चर देखिन्न, मैले निरन्तरै भनिरहेको कुरा हो। त्यसैले अहिले हामी निरन्तर सरकारले 100 दिन मनाएपछि निरन्तर छलफलमा छौँ। पार्टीले आफ्नो गतिविधि निरन्तर रूपमा अगाडि बढाएको छ। पार्टीमा नयाँ साथीहरू आउने, जति पनि खाली पदहरूलाई पदपूर्ति गर्ने लगायतका कामहरू निरन्तर भएको छ। म आफै अब मधेसतर्फ जाने तयारीमा भएको छु। सम्भवतः चाँडै नै हप्ता 10 दिन या 2 हप्तामा म मधेस यात्रामा पनि निस्कन्छु। त्यहाँ अधिवेशनहरू गर्नुपर्नेछ। अन्य साथीहरू गाउँ गाउँ जानुहुनेछ। केन्द्रीय सदस्य सबैलाई, हरेक साथीहरूलाई विभिन्न ठाउँहरूको जिम्मेवारी दिएर पठाइन्छ। उहाँहरू त्यहीँ बसेर आम नागरिकसँग कुराकानी गरेर उहाँका दुःख सुख सुनेर, उहाँका गुनासाहरू सुनेर तिनलाई समाधान गर्ने बाटोमा जानुहुनेछ। हामी देशैभरि जानेछौँ। पार्टी पूर्ण रूपमा चलायमान हुनेछ, त्यसमा कुनै शङ्का छैन। त्यसबीचमा सरकारका काम कारबाहीमा आम नागरिकले सोधेका हरेक प्रश्नको जवाफ र समाधान हामीसँग हुनुपर्नेछ। त्यसैले त्यसका लागि साथीहरू तयार रहनुहोला। सरकारले गरेका कयौं कामहरू छन् जसलाई छायामा पार्ने कोसिस पनि हुन्छ, किनकि यो राजनीति हो। यो राजनीतिमा कहाँ आफ्नो ठाउँ भेटिन्छ भनेर मानवीय संवेदनामा समेत नेपथ्यमा बसेर विभिन्न पार्टीका साथीहरूले आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न खोजिरहेका हुन्छन्। त्यो उहाँहरूको तरिका हो। हामीलाई त्यसमा केही पनि भन्ने छैन। हाम्रो काम भनेको आम नागरिकले हामीलाई के भनेर भोट दिएका थिए त्यो कुरा पूरा गर्ने, त्यसमा खबरदारी गर्ने। सरकारलाई पार्टीले जिम्मेवार बनाउँदै आएको छ। अझ बढी तपाईले देख्नु भएको छ, हामी पार्टी कार्यालयमा जनताको गुनासो सुन्नका लागि सांसद र केन्द्रीय सदस्यलाई हामी सुन्छौँ भन्ने कार्यक्रम निरन्तर गरिरहेका छौँ। यसको अर्थ जनताको गुनासो हामीले सुनिरहेका छौँ। यस अगाडि यसरी सोझै पार्टी कार्यालयमा आएर शुभेच्छुक साथीहरूले प्रश्नै सोधेर त्यसको पारदर्शी रूपमा राखेको हामीले सुनेका थिएनौँ। हामीले त्यो क्रम सुरु गरेका थियौँ। अब नागरिकले हामी कहाँ आएर कुरा गर्न सक्नुहुन्छ। त्यति मात्र होइन, सरकारका मन्त्रीहरूलाई हामीले पार्टीमा बोलाएर आम नागरिक र पार्टी पङ्क्तिका साथीहरूको गुनासो के छ त्यो कुरा पनि प्रत्यक्ष सुन्नका लागि जिम्मेवार बनाएका छौँ। यस अगाडि हामीले मन्त्रीले यसरी जवाफ दिएको हामीले सुनेका छैनौँ। अर्थात् नागरिकको गुनासो विभिन्न नेतृत्व तहमा आइपुग्छ। त्यो नेतृत्व तहमा आएको गुनासो हामी मन्त्रीहरूसँग सोझै कुराकानी गर्छौँ र देखिएका समस्याहरूलाई समाधान गर्ने बाटोमा जान्छौँ। साथीहो, यो प्रशिक्षणमा तपाईहरूले धेरै कुराहरूको अनुभव गर्नुभयो होला र अझै धेरै कुराहरू अनुभव हुन बाँकी नै छ। हामी त्यसमा काम गर्नेछौँ र विभिन्न क्षेत्रसँग सम्बन्धित रहेर अब हामीले काम गर्नुपर्ने बेला आएको छ। हामीले जति कुरा गरे पनि, हामीले जति भाषण गरे पनि, हामीले जति कार्यशालाहरू चलाए पनि त्यसले परिणाम बदल्न सकेन भने त्यसको कुनै अर्थ छैन। परिणाम बदल्नु पर्ने हुन्छ, व्याख्याले पुग्दैन। परिणाम ल्याउनको निमित्त परिणामै ल्याउनु पर्ने हुन्छ। त्यसैले यो बुझ्न अप्ठ्यारो नमान्नु होला कि आज हाम्रा काम कारबाही, हाम्रा गतिविधिहरूमा भर्खरै सुरु भएको हो, गर्दैछन् है, यो पहिलो वर्ष हो भनेर आम नागरिकले त्यति धेरै गुनासो गरेका छैनन्। तपाईहरूलाई कतिलाई लाग्दो अब गुनासो धेरै आयो, मान्छेहरूले चाहिँ सरकारको चाहिँ आलोचना गर्न थाले कि भनेर कहिलेकाहीँ सोसियल मिडिया स्क्रोल गर्दा तपाईँहरूलाई चिन्ता पनि लाग्दो, ओहो हो कि क्या हो, अप्ठ्यारो पऱ्यो कि क्या हो भन्ने पनि लाग्दो होला। नागरिकले गुनासो गरिसकेका छैनन्। ती नागरिकहरू जसले बुवासँग झगडा गरेर, आमासँग झगडा गरेर, छोरोसँग झगडा गरेर, बुवा हजुरबुवा काका टोल छिमेकसँग झगडा गरेर घन्टीमा भोट हालेका छन्, उनीहरू अहिले बोलेका छैनन्। उनीहरूले भनेका छन् यो सरकारले भ्रष्टाचार गरेको छैन, अहिले नबोला भनिरहेका छन्। उनीहरूले बोल्ने दिन आयो भने चाहिँ हामीलाई गाह्रो हुन्छ। उनीहरूलाई बोल्ने दिन आउन नदिने जिम्मा तपाईँ हाम्रो। त्यसका लागि पार्टी निरन्तर काम गरिरहेको छ। हामी संवादमा बसौँ, छलफलमा बसौँ। म फेरि पनि भन्छु, हुन त आम सञ्चारका साथीहरू पनि हुन्छ, पार्टीको मात्र कुराकानी यसो गोप्य गर्ने ठाउँ छैन, सबै खिचिएको छ। तैपनि यतातिर कुरा लाउँदा काम लाग्छ कि भनेर एउटा कुरा भनिहाल्छु। तपाईँहरूको उपस्थित भइसकेपछि तपाईँहरूको कार्यक्रमप्रति तपाईँहरूको सहभागिता, संवेदनशीलता सबै पार्टीले नोट गरिरहेको छ है साथी हो। भोलि पर्सि
खोइ त मैले यत्रो काम गर्दाखेरि पनि, म यति लामो समयदेखि गर्दा पनि खोइ मैले त केही अवसर पाइनँ भन्ने कुरा आउँदाखेरि तपाईँका उपस्थितिहरू, तपाईँका हाजिरीहरू, तपाईँको सहभागिताहरू सबै हिसाब बही खातामा चढ्लान्। त्यस कारणले साथीहरूलाई म यही अनुरोध गर्न चाहन्छु, पार्टीका बैठक, पार्टीले बोलाएको छलफल, त्यसमा सहभागी नहुने, त्यसलाई सहभागी भइदिए जस्तो गर्ने कामले भोलि तपाईँहरूलाई गाह्रो पर्ला, अप्ठ्यारो पर्ला। यति त क्यामेरा यहाँ जति धेरै भयो नि साथीहरूलाई यति भन्न त म सक्छु। त्यस कारणले मैले भन्न सकेको यति हो। बुझ्नुपर्ने चाहिँ तपाईँले बुझ्नु होला, फेरि अलि बढी बुझ्नुपर्ने यहाँहरू सबैले बुझ्नु होला। र अर्को एउटा महत्त्वपूर्ण कुरा म दोहोऱ्याएर भन्न चाहन्छु कि विधिभन्दा बाहिर गएर कुनै पनि अर्गनाइजेसन, कुनै पनि इन्स्टिट्युसन चल्न सक्दैन। राजनीतिक पार्टी त चल्नै सक्दैन। आफ्नो नेतृत्वमा भएका बेलामा विधि मिचे भने मेरो अस्तित्वमा पनि तपाईँहरूले प्रश्न गर्न पाउनुहुन्छ। त्यस कारणले आफ्नो अस्तित्वमा प्रश्न हुने काम मेरो कार्यकालमा नहोस् भन्ने कुरामा म सचेत छु। क्यान्डिडेट क्लब, लिडरसिप एकाडेमी, यी सबै कुरालाई अक्षरशः पालना गरेर उम्मेदवारहरूको चयन हुन्छ। अक्षरशः पार्टीले अनुमोदन गरेका राजनीतिक दस्तावेजहरूको अक्षरशः पालना हुन्छ। पार्टीले बनाएको विधि, निर्देशिका, नियमावलीको अक्षरशः पालना हुन्छ। हामी विधिभन्दा बाहिर जान सक्दैनौँ। हिजो समायोजनका विषयलाई लिएर एउटा ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा आएको थियो। त्यस कारणले हामीले विभिन्न साथीहरूसँग समायोजन गरेर महाधिवेशनमा समायोजन टुङ्गाएका हौँ। समायोजन टुङ्ग्याइसकेका छौँ। हामीले चितवनमा सबै कुरा गरिसकेका छौँ। चितवन महाधिवेशनमा के भए, के भएनन्, ती सबै कुरा एउटा अङ्ग्रेजीमा भनाइ छ, वाट एभर ह्यापन इन भेगस स्टेज इन भेगस भने जस्तै जे वाट एभर ह्यापन इन चितवन स्टेज इन चितवन। चितवनमै बस्यो, चितवनबाट त्यो मुगलिन काटेर आएको छैन, त्यतै छ, उता गएको छैन। त्यस कारणले त्यसमा हामी धेरै चिन्तित नहौँ। तर अब अगाडि गइसकेपछि यहाँहरूलाई म स्पष्ट पार्छु, यी हल्ला, यी गसिप, यी सबै चिजहरूमा कुनै चिजको त्यसको पछि लाग्ने साथीहरू पछि पर्नुहुन्छ। त्यतातिर नलागिकन पार्टीलाई बलियो बनाउने, एकजुट भएर अगाडि बढ्ने कुरामा यहाँहरूले ध्यान दिनुहुनेछ, यहाँहरूले अगाडि बढ्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु। र फेरि पनि भन्छु यही मेसेज मार्फत कि कयौँ ठाउँमा दुईवटा कुरा भन्छु। एउटा, आउने चुनावमा उम्मेदवार तपाईँ हो भनेर कसैले तपाईँलाई भनेको छ भने तपाईँलाई त्यसले नराम्रोसँग ठग्यो, असाध्यै नराम्रोसँग। अझ त्यसको लागि कसैले झुक्क्याएर तपाईँसँग यसो केही लेनदेन पनि गरेको छ भने तपाईँको लगानी नराम्रोसँग डुब्यो, नराम्रोसँग। किनभने अब त्यो सबै पनि गरेको कसैको मिल्न पनि जाला। फेरि त्यस्तो भएछ भने यो बिग्रेको घडी पनि दिनमा 2 चोटि चाहिँ सही हुन्छ है। फेरि अब त्यो बिग्रेको घडी बनेर 2 चोटि सही हुन्छ कि भनेर बसिरहनु भएको छ भने बेग्लै कुरा हो, नत्र तपाईँको त्यो सब डुब्यो, त्यो हुनेवाला छैन। सो हामी क्यान्डिडेट क्लबकै माध्यमबाट मात्रै टिकट वितरण गर्छौँ। र जसले तपाईँलाई झुक्क्याएको छ त्यसको प्रमाण ल्याउनु भएछ भने र त्यो झुक्क्याउने मानिसले तपाईँहरूबाट कुनै उचित अनुचित लेनदेन समेत गरेको रहेछ भने तपाईँ मात्र होइन, हम तो डुबे सनम तुमको भी लेके डुबेंगे। एक्लै त डुब्नेवाला छैन, दुवै डुब्नुहुन्छ। त्यसको जानकारी दिएर पार्टीलाई गुण लगाइदिनु होला। हामी त्यस्ता डुबेको साथीहरूलाई हेर्न पनि अलिकति आतुर छौँ। पार्टीको नाम बेचेर, पार्टीको विधि नै तोडमोड गरेर टिकट दिने त मै हो नि, कहाँ त भनेर क्या छोडिदिनुहोस् न म मिलाइहाल्छु नि भन्ने मान्छेलाई डुबेको हेर्न मलाई पनि इच्छा छ। त्यस्तो जानकारी पार्टीलाई यहाँले गराइदिनु होला। अर्को कुरा, पार्टीको नाम बेचेर मेरो या अरू कुनै साथीको चाहिँ मेरो सम्बन्ध उहाँले भनेको, उहाँलाई गर्नुपर्छ, उहाँको आफ्नै कुरा हो, उहाँले भनेर म आएको भनेर कुनै जागिर, कुनै प्रोजेक्ट, कुनै ठेक्का, कुनै काम कसैले गराइरहेको छ भने एकजनालाई पनि न मैले न पार्टीले कसैलाई केही भनेको छैन। जसले भन्दछ त्यो व्यक्ति मात्र जिम्मेवार छ, त्यहाँ पनि तपाईँलाई ठगिरहेको छ। मैले कसैलाई पनि अख्तियारी दिएको छैन, कसैलाई पनि कुनै पनि अख्तियारी दिएको पनि छैन।
अरू साथीले पनि कसैले कसैलाई अख्तियारी दिनुभएको छैन। हामी पूर्ण रूपमा स्वच्छ स्वस्थ प्रतिस्पर्धामा विश्वास गर्छौँ। त्यसैले जो कोहीले हाम्रो नाम बेचेको छ, पार्टीको नाम बदनाम गरेको छ र एउटा इतिहासले दिएको यो अवसरलाई बदनाम गर्नको निमित्त भनेको छ, त्यस्ता कुरामा पछि नलाग्नुहोला, त्यस्तो कुरामा विश्वास नगर्नुहोला। आज म यही मार्फत तपाईँहरूलाई भन्न चाहन्छु। र अन्त्यमा साथी हो, छोटो बोलाउँला भनेको लामो हुन गयो। जे जस्तो भए पनि यो छलफल, यो जमघट हामी निरन्तर गरि नै रहनेछौँ। मैले यहाँलाई बारम्बार भन्दै आएको छु, हामी इतिहासको त्यो साक्षी हौँ, त्यो पुस्ता हौँ जसको काँधमा यो देशले परिवर्तनको आशा राखेको छ। अनेकौँ देशहरूका इतिहासहरू हामी पढिरहेका छौँ। एउटा कुनै मोड आएको थियो, त्यो मोड आएपछि त्यो देशले आफ्नो भाग्य परिवर्तन गर्यो नि। हामीले पढेका छौँ नि कयौँ देशहरूको। एउटा कुनै नेता आएको थियो, त्यो नेताले त्यो देशको भाग्य नै बदलियो भनेर हामीले पढेका हौँ नि। अब पढ्ने होइन, बदल्ने हो। त्यो नेता पनि हामी हो, त्यो देश पनि यो यही देश नेपाल हो। हामीलाई कसैले पनि हाम्रो भिजन पुगेन, हाम्रो सोच पुगेन, हाम्रो इमान्दारिता पुगेन, हाम्रो मेहनत पुगेन भने त्योभन्दा ठुलो दुर्भाग्य अरू केही पनि हुनेवाला छैन। तर होइन, हामी प्रतिबद्धताका साथ आएका छौँ भने इतिहासमा हामीले पढेको जस्तो देश जसले एउटा अवसर पाएको थियो, अब त्यो अवसर नेपालले पाउने हो। अब विश्व रङ्गमञ्चमा त्यो कुरा नेपालको हुन्छ र त्यस्तो नेता तपाईँहरूमध्ये कोही एक हो, यही हुनुहुन्छ, अन्त खोज्न जानु पर्दैन। त्यसैले यो प्रशिक्षणमा सहभागी हुनुभएका तमाम साथीभाइहरूलाई मेरो बधाई छ, धेरै धेरै शुभकामना छ। र यहाँहरूबाट पार्टीले र पार्टीको माध्यमबाट सिङ्गो देशले परिवर्तनको एउटा ठुलो आशा राखेको छ। यो आशाको बल्दै गरेको यो दियोलाई निभ्न नदिनुहोला, घन्टीको यो आवाजलाई मधुरो हुन नदिनुहोला, गुन्जायमान पार्नुहोला। र यो मुलुकको समृद्धिको खाका कोर्ने जिम्मेवारी हामीले लिएको र हामीलाई अगाध विश्वास आम नागरिकले गरेको हुनाले जनताको विश्वास, आफ्ना पुस्ताको विश्वास, आफ्ना छोराछोरीको विश्वासलाई कहिले पनि मर्न नदिनुहोला। म यहाँहरूबाट धेरै अपेक्षा गरिरहेको छु। यही इमान्दार अपेक्षासहित आफ्नो भनाइ यहीँ टुङ्ग्याउँछु। सबैको जय होस्, जय देश, जय घन्टी। धन्यवाद। अत्यन्तै सारगर्भित र महत्त्वपूर्ण मन्तव्यका लागि श्रद्धेय सभापति रवि लामिछानेज्यूलाई हामीले सभापतिज्यूको यो मन्तव्यसँगै यो 2 दिने कार्यशाला यही अन्त्य गरेका छौँ। यो 2 दिने कार्यशालालाई सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्णलाई एकमुष्टमा आभार व्यक्त गर्दछौँ। मैले नाम लिँदा कसैको छुट्न जान सक्छ, त्यसकारणले यो कार्यशालालाई सफल बनाउन एक्सटर्नल एक्सपर्टका रूपमा उपस्थित हुनुभएका महानुभावहरू, त्यसै गरी पार्टीको आन्तरिक जीवनलाई सुदृढ बनाउन विभिन्न जिम्मेवारीमा रहेर यो कार्यशालालाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्नुभएका सम्पूर्णलाई धेरै धेरै धन्यवाद। र यो समापन सत्रमा उपस्थित भएर सन्दर्भहरूलाई नागरिक बीच पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने